मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले मलाई तलका मध्ये कुनै पनि प्रश्न सोधेन। मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर मलाई लोकसेवा आयोगले तलका मध्ये कुनै पनि प्रश्न सोधेन। खण्ड क इतिहास। आफ्नो पेटमा तपाईँ आएपछि तपाईको आमाले आफ्नो पेटमा घाम फलेको खबर सबैभन्दा पहिले कसलाई सुनाउनु भयो? सन्तानलाई संसारमा ल्याउने बाटो पखाल्न, सन्तानलाई संसारमा ल्याउने बाटो पखाल्न एउटी आमाले कति लिटर रगत बगाउनु पर्छ? तपाईँ जन्मिने बित्तिकै खुब रुनु भएको थियो। त्यसको कारण तलका मध्ये कुन हुन्? क अब आमा जस्तै गरी बाँच्नुपर्छ भन्ने लागेर। ख अब हजुरआमा जस्तै गरी मर्नुपर्छ भन्ने लागेर। ग अब बुबा जस्तै गरी न बाँच्न पाइन्छ न मर्न पाइन्छ भन्ने लागेर। र घ माथिका सबै। तपाईँ 1 वर्षको हुँदा आफै घस्रिन सक्ने हुनुभयो। 2 वर्षको हुँदा आफै हिँड्न सक्ने हुनुभयो। 4 वर्षको हुँदा आफै दौडिन सक्ने हुनुभयो। अब भन्नुहोस् तपाईलाई आफै उड्न अरु कति वर्ष लाग्छ? कक्षा 1 देखि स्नातकोत्तर पढुन्जेलसम्म, कक्षा 1 देखि स्नातकोत्तर पढुन्जेलसम्म तपाईको शिर दर्जनौं चोटि पास भएको छ। तर हरेक रात ओछ्यानमा फेल भएर लड्ने मासुको थुप्रो कसको हो? कीर्तिपुरमा बसेर स्नातकोत्तर पढ्दै गर्दा, कीर्तिपुरमा बसेर स्नातकोत्तर पढ्दै गर्दा तपाईले तलका मध्ये के गर्नु भएन? क ग्यास जोगाउन दुवै छाकको भोकलाई एकैचोटि पकाए। साउन बाघ भैरव मन्दिरको पर्खालमा डराउँदै उभिएर कलङ्कीबाट आफ्नै घरतिर गइरहेका गाडीको छतलाई म घरतिर सन्चै छु भनिदिनु है भने। ग पैसा जोगाउन सक्कली ज्ञानलाई फोटोकपी गरेर पढे। घ इज्जत जोगाउन बत्ती निदाए पनि आफू बिउजिरहे। जागिर किन्नको लागि भनेर विश्वविद्यालयले तपाईलाई एउटा पैसाको लामो कागज दिएको थियो। त्यो कागज पाएको पुरा मिति लेख्नुहोस् र सँगसँगै त्यो पैसा बजारमा बिक्न नसक्नुका कारणहरू संक्षेपमा बयान गर्नुहोस्। इतिहासका यी प्रश्नहरू यदि सोधेको भए म कति सजिलै लेखिदिने थिएँ उत्तरहरू। इतिहासका यी प्रश्नहरू यदि सोधेको भए म कति सजिलै लेखिदिने थिएँ उत्तरहरू। म कति सजिलै लेखिदिने थिएँ हाम्रा पुराना डोकामा ओथारा बसिरहेका कुखुरा जस्ता गतेहरू, हाम्रा टाट्नामा डाले घाँस खाइरहेका बाख्रा जस्ता महिनाहरू, जम्मा जम्मी 2 महिनाको लागि मात्रै थाक्ने भैँसी जस्ता वर्षहरू, आफ्नै जस्ता मान्छेहरू, आफ्नै जस्ता नामहरू। तर मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले यी मध्ये कुनै प्रश्न सोधेन।
खण्ड ख खेलकुद। बुबाको पुरानो मोजा चोरेर त्यसमा कस्ता रङका प्लास्टिक हाल्नुभयो अनि कस्ता रङका सपना। कति लामो डोरीले बाँध्नुभयो र कति लामा रहरले। त्यो पृथ्वी जस्तो सानो गोलले पहिलो पल्ट गोल लगाउँदा पृथ्वी भन्दा कति माथि उफ्रिनु भयो। बुबा आफैले किनिदिएको नयाँ मोजा लगाएर सहर हिँड्नु अघि झोलामा कतिवटा किताब र कति जोर कपडा हाल्नुभयो, कतिवटा बाचा र कति जोर जिम्मेवारी हाल्नुभयो। कुन गरौँ भएको थियो, झोला कि मन? यो ठुलो सहरको मैदानमा तपाईलाई फुटबल बनाएर पराया लात्तीले पहिलो पल्ट गोल गर्दा पृथ्वी भन्दा कति तल भाँसिनु भयो। खेलकुदकाई प्रश्नहरू यदि सोधेको मात्रै भए म कति सजिलै लेखिदिने थिएँ उत्तरहरू। म कति सजिलै लेखिदिने थिएँ निरोगी विश्लेषणहरू अनि उपचार गराइरहेका अङ्कहरू। तर मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले यीमध्ये कुनै प्रश्न सोधेन। खण्ड ग राजनीति। कतिचोटि जोतेपछि एउटा खेतमा धान रोप्न मिल्ने मेलो बन्छ। कतिचोटि खेत जोतेपछि त्यो खेतमा धान रोप्न मिल्ने मेलो बन्छ भन्ने कुरा थाहा नपाएको व्यापारी हरेक वर्ष धानको मोल किन तोक्छ? यो पेट्रोल कहिल्यै काम नगर्ने मान्छेको मोटरसाइकलको ट्याङ्कीलाई मात्रै किन भिजाउँछ? यो पेट्रोल कहिल्यै काम नगर्ने मान्छेको मोटरसाइकललाई मात्रै किन भिजाउँछ? यो तीखो पिन जहिल्यै काम गर्ने तपाईको बुबाको कभर नभएको साइकलको सिटमा किन भिजाउँछ? अर्काले बनाइदिएका समय तालिकाका प्वालहरू टाल्दा तपाई आफू कतिचोटि झुल हुनुभएको छ। राजनीतिकाई प्रश्नहरू यदि सोधेको मात्रै भए म कति सजिलै लेखिदिने थिएँ बाँझो फुटाउँदाको रिसमा हलोले खेतमा लेखेका उत्तरहरू। म कति सजिलै लेखिदिने थिएँ पङ्क्चर भएको रिसमा साइकलको ट्युबले खाल्डोमा लेखेका उत्तरहरू। तर मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले यीमध्ये कुनै पनि प्रश्न सोधेन। खण्ड घ विज्ञान र प्रविधि। अँध्यारो कोठामा राति एक्लै बसेर निस्तो भात खाइरहँदा गोजीमा बजेको फोन आमाकै हो भन्ने कसरी थाहा हुन्छ? ठोसको भन्दा तरलको गति बढी हुन्छ। तरलको भन्दा ग्यासको गति बढी हुन्छ। अब भन्नुहोस् उसको यादको भन्दा बढी गति के को हुन्छ? विज्ञान र प्रविधिका यी प्रश्नहरू यदि सोधेको मात्रै भए म कति सजिलै लेखिदिने थिएँ उत्तरहरू। म कति सजिलै लेखिदिने थिएँ
मैले मेरो मोबाइलमा निर्मम थिचेर मेरी निरक्षर आमालाई अङ्ग्रेजीमा लेखेर पठाएका मेसेजहरू। तर मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले यीमध्ये कुनै प्रश्न सोधेन। खण्ड ङ, धर्म र संस्कृति। 2-4 थान दुःख देखेको तपाईँ त यति धेरै दुखी हुनुहुन्छ। 2-4 थान दुःख देखेको तपाईँ त यति धेरै दुखी हुनुहुन्छ। सबैको दुःख देखेको ईश्वर कति दुखी होला? ईश्वरको लामो दुःखलाई छोटकरीमा लेख्नुहोस्। भजन मण्डलीमा भजन मण्डलीमा भजन मण्डलीका सबै सज्जन भक्तजनले जुनसुकै ईश्वरको भजन जति नै गाए पनि ईश्वर कहिल्यै पाएनन्। नपाए त्यो ईश्वरको ठाउँमा राखेर सम्झेको मान्छेलाई गाएपछि गाएको पाइने भजन लेख्नुहोस्। तपाईँ को हो र यहाँ किन आउनु भएको हो? तपाईँ को हो र यहाँ किन आउनु भएको हो? धर्म र संस्कृतिका यी प्रश्न यदि सोधेको मात्रै भए म हुबहु सारिदिने थिएँ। कहीँ कतै प्रकाशित नभएको ईश्वरको सुसाइड नोट, जुन ईश्वरले एउटा सपनामा आएर मलाई कण्ठस्थ पढेर सुनाएको थियो। तर मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले मलाई यीमध्ये कुनै प्रश्न सोधेन। खण्ड 6, विविध। तपाईँ कुन गीत सुन्दा अरू नै कसैको लागि धड्किनुहुन्छ? कुन चलचित्रको कुन पात्रले तपाईले उसलाई भन्न नसकेका संवादहरू बोलिदिन्छ? बिना कारण डर लाग्दा तपाईँ कसलाई सम्झिनुहुन्छ? तपाईलाई नै नसोधी यो दुनियाँले आफूलाई खुला दुःख मुक्त क्षेत्र घोषणा गरेपछि, तपाईलाई नै नसोधी यो दुनियाँले खुला दुःख मुक्त क्षेत्र घोषणा गरेपछि तपाईँ सफा चर्पीमा बसेर कति पटक रुनु भएको छ? कोसँग बसेर घण्टौं केही नबोल्दा पनि सबै थोक भनिसके चाहिँ लाग्छ? तपाईको कोठाको कुन सामानलाई तपाईले छुँदा उसको गालामा काउकुती लाग्छ? तपाईँ एक्लै बोल्दा कोसँग बोल्नुहुन्छ? एक्लै हुँदा कोसँग हुनुहुन्छ? यदि मिल्ने भए तपाईँ विगतको कुन पललाई एकै पलमा हटाउनुहुन्थ्यो? यदि मिल्ने भए तपाईको जिन्दगीको कुन पललाई लाखौं चोटि दोहोर्याएर बाँचिरहनुहुन्थ्यो? विविधका यी प्रश्नहरू यदि सोधेको भए म कति सजिलै लेखिदिने थिएँ सबै असजिला समयहरूलाई। तर मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले यी माथिका मध्ये कुनै प्रश्न सोधेन। मैले पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर लोकसेवा आयोगले यी माथिका मध्ये कुनै प्रश्न सोधेन र त्यसैले हरेक वर्ष लोकसेवा आयोग फेल भइरहेको छ।